गुड मर्निङ एभ्रिबडी। नमस्ते सबैलाई। ल मेरो ब्लगमा चाहिँ तपाईहरुलाई स्वागत छ। र आज चाहिँ मैले एउटा तपाईहरुलाई छोटो एउटा ब्लग चाहिँ बनाउन गइरहेको छु। हाम्रो तीन भाइ, म सायोन अनि सेगो चाहिँ हामी चाहिँ अहिले माउन्ट पेनाङ गार्डनमा आएको र दुईजना कस्तो भयो। ल हामी तीनजना, यहाँ दुईजना केटाहरू चाहिँ यहाँ पछाडि छन् है। हाई भन, हाई, नमस्ते, खोइ नमस्ते, खोइ नमस्ते, खोइ नमस्ते। ल हामी चाहिँ माउन्ट पेनाङ गार्डनमा आएको छौँ गाइस। अब आज चाहिँ हामी चाहिँ एउटा तीनजनाले टक्कै कफी खाँदै हामी एक्सप्लोर गर्नेछौँ है त। वेलकम टु माउन्ट पेनाङ गार्डन। चाहिँ आफ्टर लङ टाइम चाहिँ हाम्रो फ्यामिली ब्लग मैले चाहिँ बनाइरहेको छु ट्याक्कै लाएर। ह्याप्पी बोय। वाटरफल क्याफे। ल यहाँ चाहिँ हामी चाहिँ कफी खानेछौँ। तिमी के खाने रे सायन? आइसक्रिम, चकलेट? ओके। अलिअलि हावा चलेको छ। व्हाट डु यु वान्ट? के खाने तिमी? What do you want? Huh? This one? Yeah. This one I think better. This one? Yeah. Okay. No. This one I think better, okay? Okay? This one? Okay. Thank you. Pay गर्नुपर्छ. Okay? पे गर्नुपर्छ ल। ओके, लाइन अप, लाइन अप। Please order here. Hello guys. Oh, sorry. Good thing. So, Just that one? no, and one small cup with one sugar. Takeaway? Yes, please take away. Small cappuccino. Don't touch, okay? What's your name, darling? Right. Right? Yes. It was going to be $11 today. No worries. On top whenever you're ready. Thank you very much. Thank you. Have a good day. You Oh, too. sorry, I'll give you your way. No worries, no worries. Thank you. Sayan, see? Let's go. Come with me. How is that? हामी चाहिँ अब क्याब अर्डर पनि भयो। अब हामी चाहिँ वेट गर्छौँ। ल माउन्ट पेनाङ गार्डनमा कफी, सायनको आइसक्रिम। हाई सायन। अनि सेगोको चस्मा र हामी चाहिँ टक्कै अब कफी खाँदै घुम्दै यता आएको छौँ। सेगो, यो चाहिँ ठुलो गार्डन बनाएको छ तपाईँहरूलाई। यहाँ चाहिँ विभिन्न खालको चाहिँ थीममा चाहिँ पार्क बनाएको छ। यहाँ चाहिँ वेडिङको लागि, अरू ओपन कार्यक्रमको लागि ओपन भ्यानहरू तपाईँ यहाँ पर देख्नुहुन्छ। भरे म तपाईँलाई देखाउँछु। र यो चाहिँ एकदमै ओपन सोर्स, ओपन बाहिर चाहिँ कार्यक्रमको लागि चाहिँ धेरै राम्रो छ। धेरै तपाईँको 2500 जना मान्छे अड्ने ठाउँ बनाएको छ भनेर यहाँ चाहिँ अहिले चाहिँ छैन। पछि चाहिँ यो ट्युलिप गार्डनहरू एकदमै मजाले फुल्छ। र यसको मजाको के छ भने यहाँ चाहिँ तपाईँको क्याफे छ। ठ्याक्कै यो पार्क घुमिसकेर यहाँ मान्छेहरू आउनेहरू एकदमै प्याक हुन्छ। यहीँ हामी कफी ल्याएको, एकदमै राम्रो छ। र हामी चाहिँ लाग्यौँ अब। सायन, तिम्रो आइसक्रिम कस्तो भयो? मिठो भयो? आइसक्रिम ओके। ल सेगोलाई चाहिँ केही भएन, एकछिनमा बाउलाई चाहिँ चुचु बनाएर दिने हो के। ल यो चाहिँ तपाईँको टक्कै माछाहरू पाउँछ। यो फिसिङ चाहिँ गर्नु पाउँछ कि पाउँदैन थाहा भएन, तर जो मजाको गार्डन छ। र तपाईँहरू पनि यदि सेन्ट्रल कोस्ट गस्फोरतिर आउँदै हुनुहुन्छ भने अब तल पानीको छेउछाउमा बसिराख्नु कहिले काहीँ नमजा हुन्छ। र यहाँ आएर चाहिँ ट्याक्कै प्रोग्रामहरू, बारबेक्यु गर्ने ठाउँहरू ट्याक्कै बनाइदिएको छ। त्यहाँ घुम्न सक्नुहुन्छ। यहाँ चाहिँ ओपन चाहिँ यहाँ छ।
तपाईको ओपन डेली चाहिँ यो 9:30 AM to 4:30 PM हुँदो रहेछ र यो समय मिलाएर तपाईहरु आउन सक्नुहुन्छ। जंगल घनाघोर जंगल पनि छ, तपाईको पार्क, पानीहरु यहाँ तल पानीको छहरा पनि छ, टक्कै बनाइदिएको छ है। अनि यहाँ धेरै प्रकारका चराहरु आउँछन् भनेर यहाँ टक्कै लागु पनि छ है। यो गार्डनमा चाहिँ यो किसिमको चरा चाहिँ आउँछ भनेर स्पेशली बच्चालाई हजुर वाउ है उसलाई मन परेछ। स्पेशली बच्चाहरूलाई लिएर टक्कै आउनुहुन्छ भने चाहिँ यहाँ चाहिँ रमाइलो छ, किनभने पार्क चाहिँ बन्द छ, गाडी केही कुछ छ हैन, साइकलहरु आउँछ भन्ने टेन्सन हुँदैन। टक्कै तपाईले बच्चालाई ओपन छोडिदिँदा पनि हुन्छ। मिस्टी माउन्टेन्स है यस्तो छ, यो चाहिँ यसरी बनाएको छ। साइन आऊ र कहिलेकाहीँ चाहिँ यहाँ चाहिँ टक्कै म चाहिँ यसो गिटार लिएर आएर चट्टै बसेर गीतहरु गाउने, कम्पोजहरु गर्ने पनि गर्छु। यदि तपाईहरु पनि नजिकै हुनुहुन्छ भने आएर इन्जोय गर्न सक्नुहुन्छ। गार्डन यहाँ तल ठुलो ओपन स्पेस। हजुर भयो मेरो चस्मा लाएर तिमीलाई भयो पछि चाहिँ तिमी ठुलो ठुलो हुने अनि यसरी हेर्ने बाबाको ब्लग। ओके बाबाको ब्लग हेर्ने। साइन कता जाने अब, कता तिमीलाई थाहा छ त है। अब यहाँबाट जाने। ओ मेरो चस्मा यसले बिगार्ला जस्तो छ ल। इट्स ओके ल थ्याङ्क यू। यो रुख चाहिँ एकदमै इन्ट्रेस्टिङ छ हौ। यो ओबेल लेक्स बोतल चाहिँ भन्दो रहेछ हैन। You wanna go down? Just careful ल। जाऊ जाऊ। ओके जाऊ 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 जाऊ। You can go। तल पनि टक्कै बनाइदिएछ यहाँ तल चाहिँ बसेर टक्कै वरिपरि बसेर। यसको चाहिँ के रहेछ, यो यसको मिनिङ चाहिँ के रहेछ। अस्ति आउँदा टन्नै पानी थियो, आज सुकेछ। सायन आउनुहोस् माथि। ल यो ट्री चाहिँ के रहेछ, पेट चाहिँ यत्रो पाउँछ। माथि चाहिँ फुकेको, तल फुकेको, माथि चाउरी परेको, अनि ठ्याक्कै होहरू आउने यस्तो छ। वरिपरि यस्तै रुखहरू रोपाएर छ। यसको इन्फर्मेसन चाहिँ यहाँ छ। सायद चाहिँ 20 to 30 मिटर हुने रहेछ, त्यस्तो ठुलो त नहुने रहेछ। ओइ से गो ओइ ल यहाँ चाहिँ तपाईको ठ्याक्कै बार्बेक्यू गर्ने ठाउँ ठ्याक्कै बनाइदिएको छ। यहाँ चाहिँ सक्नुहुन्छ, यहाँबाट देखिने दृश्य चाहिँ यस्तो छ गाइस। यहाँ चाहिँ टन्नै टुलिपको गार्डन छ, तर अहिले सिजन होइन, अलिक पछि हो। हामी चाहिँ अस्ति आएको थियौँ। ए यो ननिकाल न। के बिग्रियो तिम्रो? ल ल ल ल ल यो चाहिँ यस्तो रहेछ। यो चाहिँ वन्डरल्यान्ड स्कल्पचर रहेछ। त रुँदै गर, हामी हेर्दै गर्छौँ नि त हैन। सायन यु लाइक इट?
तिमीलाई मन पर्यो सायन औ यो निकाल्नु ओके ओके निस्किने कुदो 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 सायन सायन कुदो स्कल्पचर यो चाहिँ टक्कै बारिदिएको छ बच्चाहरूलाई मजा छ यहाँ यहाँ टोइलेट बाथरुम यहाँ छ है वाट ह्यापन के भयो यो ओके केयरफुल है केयरफुल मेरो भाँज लाग्ने फेरि ओके मेरो भाँज लाग्ने फेरि ओके ओके उसलाई चस्मा चाहियो अरे फेरि भाँज है केयरफुल ड्याडीको भाँज्ला नि ओके यो चाहिँ यहाँको फेसिलिटी टोइलेट बाथरुम सायन यो लुस हिरो 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 भइरहेछ तिमी है मेरो चस्मा लाएर अब ड्याडीलाई सबै खोज्ने भयो अब सबै ओके हामी चाहिँ ल अहिले माउन्ट फेनाङ गार्डनमा वकिङ चिसो चिसो मौसम यो चाहिँ तपाईँको ढुङ्गाको स्कल्पचरहरू बनाएको छ टक्कै ला 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 ना 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 What happened? Sego? Any problem? Okay, हामी चाहिँ अब एक राउन्ड यहाँ आइसकेका छौँ अब हामी यहाँ टक्कै सेगोलाई रोकेर यहाँ कुदाइन्छ ओके ल स्टप ब्रेक अन ब्रेक लाग्यो यहाँ ओके ओइ सेगो ल म चाहिँ टक्कै बसिरहेको छु सायन उता कुदिरहेछ सेगो यहाँ पुरा हिँडिरहेछ है ड्याडी हियर ल हामी चाहिँ टक्कै बसेर यहाँ चाहिँ सबै बारिदिएको छ है वरिपरि चाहिँ बारिदिएको छ यहाँ चाहिँ छ है आउनुहोस् आउनुहोस् ल मेरो चस्मा फुटाउला नि फेरि ओके आऊ सेगो सेगो आउनुहोस् सेगो लाउनुहोस् अब हाम्रो बिगेस्ट ब्लगको फ्यान चाहिँ उसको ममा हुनुहुन्छ है बजुको लागि हो यो है धेरै भयो बजुको लागि भिडियोहरू नबनाएको भन्दै हुनुहुन्थ्यो ल आज चाहिँ बजुको लागि विशेष गरी हामी चाहिँ भिडियो बनाउन लागिरहेछौँ ल सेवा के मातो के काम कपी तुई चाहिँ का चासिका खेले छु थोइकाको आमचा कान्छीको खिम्पुङ तु के माछुनु हे अब कङ नेपाल अब थङ्ग धक तुम छु के छिटङ्गा लेचाउ सङचाउ आशीर्वाद मी चाहिँ मी का वो मका चासिका ओइ केयरफुल है केयरफुल ओके त्यो उल्टो भयो सायद त्यो उल्टो भयो नि त उल्टो भयो अदर साइड या उल्टो भयो नि त न उल्टो भयो सायद उल्टो भयो ए हो त्यसरी लाउने त ओके फेरि जाऊ उता 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 गएर आऊ बिस्तार वक गरेर आऊ उता बिस्तार बिस्तार वक नो रन भाइ 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 कुद्छ नि त भाइलाई पनि पर्ख ल बिस्तार ओके बिस्तारै नो रन डोन्ट रन ल ओके गाइज हामी चाहिँ आजको फुर्सदको टाइमलाई चाहिँ हामी विशेष गरी ब्लग बनाएर अब बिताउँदैछौँ के गर्ने केटाकेटीहरू यस्तै छ होइन ताली 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 ल गाइज
आजको हाम्रो ब्लग छोटो छोटो ब्लग मिठो मिठो ब्लग कस्तो लाग्यो प्लिज कमेन्ट बिलो। हामी चाहिँ अब कफी सफी खाइसक्यो, घुमियो मजाले घन्टा अनि फर्किरहेछौँ। तल क्याफे छ, ओ बिग वान छौँ ल। यस्तै छ अब चाहिँ मेमोरी हामीले क्याप्चर गरेको सबभन्दा ब्लग भन्दा पनि। ल ल ओके, त्यहाँबाट जाउँ न। हो हामीलाई चाहिँ मेमोरीको लागि हो। एकदमै राम्रो सानो गार्डन, सानो भन्दा पनि निकै नै ठुलो छ, तर सानो सानो यता निस्क निस्क लड्छ के। ओके जस्ट केयरफुल। ओके हामी चाहिँ अब फर्क्यौँ। भिरालो भिरालो छ है, केयरफुल है, केयरफुल। ओके ल कमेन्ट बिलो। हामी फर्क्यौँ। हाम्रो सानोतिनो ब्लगलाई पनि सपोर्ट गरिदिनु होला होइन। है केयरफुल है। एउटा हिरो चाहिँ सुत्न आँटेको छ है। यही हो तपाईँलाई अघिदेखि मैले भनिरहेको ट्युलिप चाहिँ गार्डन चाहिँ यही हो। पछि चाहिँ यो फुलेको बेला चाहिँ एकदमै राम्रो हुन्छ क्या। यो फुलेको बेला चाहिँ हो यही हो ट्युलिप गार्डन। नछु है सायद, एकदम पानी खराब छ है, एकदमै मजाले फुल्छ क्या यहाँ पछि चाहिँ एकदमै राम्रो छ। यो छ हेर्नुहोस् त यहाँ मजाले यो फुलेको बेला त क्या मजा हुन्छ क्या है। सायद सायद नजाऊ यता हो। अब फोन आयो होला कसको फेरि, हाम्रो साथीको फोन आएछ, एकछिन रिप्लाई गर्नु पर्यो। यो चाहिँ मजाले यो चाहिँ फुल्छ कि पछि चाहिँ साह्रै राम्रो हुन्छ। यो चाहिँ फुलेको बेला चाहिँ एकदम राम्रो हुन्छ। केटो सुत्न आँट्यो, ल यसो गरिदिउँ है। यो फुलेको बेलाको पनि ब्लग बनाउनु पर्ला पछि, रमाइलो छ त्यो। र यस्तो छ है। के हो सायद, के भयो? अर्को ठाउँदेखि जाने नभन न है हिरो। यता आऊ सायद, यता आऊ, आउनुहोस् यता, यताबाट जाने सायद, आऊ आउनुहोस्। त्यता अस्ति त्यताबाट छिराएको थियो, हो त्यताबाट जान खोजिरहेछ। यो चाहिँ पानी अलिकति सुकेछ, नत्र यहाँ चाहिँ ट्याक्कै छहरा आउँछ कि मजाको। यहाँ चाहिँ छहरा आउँछ, निकै ठुलो छ यो। अघि हामी चाहिँ यो माथिबाट आएको थियौँ, अहिले चाहिँ मुनिबाट बाटो छ। र क्याफे चाहिँ यो हो, एकदमै चल्छ, भिड अहिले पनि मान्छे टन्नै छ। ल हामी चाहिँ वक गरिरहेछौँ। रेन फरेस्ट गार्डन ल यो चाहिँ यहाँ चाहिँ पानी सरर झर्छ, तर आज चाहिँ पानी रहेनछ, पानी छैन। साइन लड्छ यता हो, लड्छ है, केयरफुल। पानी छैन आज। हामी अब पानी नभएपछि यहाँ बसिराख्ने कुरो भएन होइन। जाउँ सायद। यहाँ चाहिँ ठ्याक्कै ठुलो छ। यहाँ यो धेरै ओपन स्पेस हो। यहाँ प्रोग्रामहरू गर्ने ठाउँ रहेछ। यहाँ चाहिँ 2025 जना मान्छे अट्छ भनेर बनाएको छ। र कहिलेकाहीँ फुर्सदमा टक्कै तल समुद्रको छेउमा बसिराख्ने मान्छे अलिकति माथि यो डाँडामा हो, 10 मिनट माथि केरियम भन्ने ठाउँमा। यो चाहिँ यो पेनाङ गार्डन, माउन्ट पेनाङ गार्डन भन्ने चाहिँ छ। तल बसिराख्ने मान्छे यहाँ माथि आएर चाहिँ त्यो मजा नै हुन्छ क्या कहिलेकाहीँ। मजाको छ यहाँ छेउमा बसेर टक्कै। फिसिङ चाहिँ गर्नु मिल्छ कि मिल्दैन हेर्नु पर्ने छ। यस्तो छ गाइस, एकदम मजा आएको छ।
सुनसान वातावरणमा ठ्याक्कै गिटार लिएर कम्पोज गर्दै मजाले बस्न मन छ के। साइन माथि होइन उता ल कति धेरै हेर जानु मिल्दैन नि त खानको हेर त मिल्दैन यो भाइलाई लानु कसरी लानु त हेर त यहाँ वाउ कति धेरै हेर त हाँस हेर त साइन हेर त कति धेरै हाँस हेर त हाँस साइन। ल गाइस तपाईहरुले प्लिज कस्तो लाग्यो मेरो ब्लग यदि मन परेको खण्डमा प्लिज कमेन्ट बिलो अनि सब्स्क्राइब पनि गरिदिनु होला है हाम्रो यसो फ्यामिली ब्लग पछि हेरिराख्नलाई चाहिँ धेरै रमाइलो हुन्छ भनेर मैले चाहिँ बनाउँदै आएको हो। र हामी चाहिँ यो सेन्ट्रल कोस्ट गस्ट रोडमा छौँ। यहाँ तपाईहरु पनि फुर्सदमा समय मिल्यो भने आउँदा हुन्छ तपाईहरुले पनि के यो पार्कमा बच्चाहरूलाई लिएर टाइम स्पेन्ड गर्न सक्नुहुन्छ। ल आजलाई यति भन्दै हामी तीनजनाकै तर्फबाट बाइ बाइ हामी साइन आउट गर्छौँ। सी यू अन नेक्स्ट भिडियो गाइस बाइ बाइ। खै बाइ बाइ भन्दै बाइ यहाँ लुकिरहेछ बाइ बाइ गाइस।